म हिउँको फुलबारीमा लुकामारी खेल्ने हिउँचरी, हिमाल माथिका बादलहरू छिचोलेर रुमानी बतासहरूसँग काबा खाँदै भुलबस दूर समुद्रमा फाल हान्न पुग्छु। प्यासिफिक सागरको गहिराई नाप्न भौतारिँदै थाकेपछि समुद्री हावाको बेगहरूसँगै बतासिएर फेरि मैले गुलाबी उमेर बाँचेका पखेराहरूसँग मितेरी गाँस्न फर्किएँ। नमस्ते, हामी अहिले मुस्ताङको टुकुचे स्थित एस तुलाचन एप्पल फार्म एन्ड मुस्ताङ इको रिसोर्टमा छौँ। हामीसँग यस इको रिसोर्टका सञ्चालक बुवा सरोज तुलाचनजी हुनुहुन्छ। आज हामीलाई उहाँले आफ्नो यो फार्म घुमाउन लाँदै हुनुहुन्छ। बुवा, यो फार्मको बारेमा के भनिदिनु न? कहिलेबाट सुरु गर्नु? नमस्कार हजुर। हजुरहरू आउनुभयो, मार्चमा भेट भयो, साह्रै खुसी लाग्यो। साथै झन् यहाँ मेरै आफ्नै यो रिजोर्टमा आउनु हुँदाखेरि त साह्रै खुसी लागिरहेको छ। हजुर, म चाहिँ मेरो परिचय चाहिँ म सरोज तुलाचन, हजुर, थासाङ गाउँपालिका वडा नम्बर 1 म टुक्चेको हो। हजुर, हजुरले चाहिँ यहाँ धेरै ठुलो लगानी गर्नुभयो जस्तो देखिन्छ होइन? तपाईँले चाहिँ यो कहाँबाट यो कन्सेप्ट लिएर कति वर्ष अगाडिबाट यो इको रिजोर्ट टाइपको चाहिँ यो ठाउँमा चाहिँ अलिकति तपाईँको गाउँभन्दा पनि अलिकति पर छ यो होइन? हजुर, कसरी माइन्डसेट गरेर यो बिजनेस सुरु गर्नुभयो? हजुर सर, यसको लामै कहानी छ सर। हजुर, म पहिले जापान गएको थिएँ सर। 1991 मा जापान गएको थिएँ र जापानको 16 वर्ष जतिको बसाइपछि म 2007 मा नेपाल आएको हुँ। नेपालमा मेरो आफ्नो घर काठमाडौँमा बालुवाटारमा थियो र बालुवाटारमा घर हुँदाखेरि मेरो परिवार र म अनि मजाउला खालको रेस्टुरेन्ट चाहिँ 2-3वटा पनि ट्राई गरेँ। खोलाएको थिएँ र त्यो समयमा चाहिँ विशेष गरेर काठमाडौँको बसाइको बेलामा मेरो छोरा, मेरो परिवारको हेल्थ चाहिँ त्यति राम्रो भएन। हेल्थ नराम्रो भएपछि लगत्तै अब काठमाडौँ बसेको 5-6 वर्षपछि कोरोना काल आयो। कोरोना काल आउँदाखेरि चाहिँ मैले अब त्यो बेलामा चाहिँ मैले अब अलिकति कठोर निर्णय लिनुपर्ने भयो, किनभने कोरोनाले मेरो श्रीमती, मेरो बालबच्चाको हेल्थ चाहिँ नराम्रो हुँदाखेरि अब काठमाडौँ बसेर हुँदैन, अब गाउँमा जानुपर्छ भनेर यो मेरो आफ्नै जग्गाहरू थिए। त्योभन्दा म 1 वर्ष आएर सबै स्याउको बगैँचाहरू सबै हेरेर यो नक्सा सबै कोरेको थिएँ र लगत्तै मैले काठमाडौँ घर पनि मैले बिक्री गरेँ। काठमाडौँ घर रेस्टुरेन्ट सबै बिक्री गरेर यहाँ आएको हुँ र यो सबै जति पनि यो स्ट्रक्चर छ यो कोरोना कालमा बनेको हो र मैले यो मुस्ताङ इको हिल रिजोर्ट सञ्चालन गरेको चाहिँ यो फागुनमा चाहिँ 3 वर्षमा पुग्छ। 3 वर्षमा पुग्छ। 3 वर्ष हुन्छ है? कति लगानी गर्नुभएको छ यो सबै? लगानी त मेरो हजुरको अहिले मेरो एप्पल फार्म मात्रै मेरो करिब यहाँ चाहिँ त हजुरको लगभग यो जग्गा यो घरको पार्किङहरू छोडेर स्याउ मात्रै होला। यहाँ हजुरको 14-15 रोपनीमा स्याउ होला। अर्को मेरो एउटा 12 रोपनीको खेतमा पनि 13 रोपनीको खेत छ। 12 र 15 27 भयो। अर्को 3 लगभग मेरो 30 देखि 35 रोपनी जग्गामा स्याउको खेती गरेको छु हजुर। र टोटल मसँग अहिले हाई डेन्सिटी भन्दाखेरि हजुरले यो जापानिज स्याउ र इटालीको स्याउ छ जुन चाहिँ लगाएको 3 वर्षमा फल्छ हजुर। हजुरलाई म अहिले देखाउँछु। र यो काश्मिरी स्याउ चाहिँ मसँग 500 बोट छ हजुर। अहिले मसँग करिब
मसँग 2600 बोट जति छ हजुर स्याउ है च्याउ हजुर यो तपाईँले यो नयाँ वर्ड युज गर्नुभयो होइन हजुर। हामीलाई प्रपरली स्याउ मात्र थाहा हुन्छ नि त हामी त हजुर, अलिकति हजुर। यो विषयमा अनभिज्ञ भएको मान्छेहरूलाई हजुर त्यो आइडेन्टिटी भनेर तपाईँले वर्ड युज हजुर, गर्नुभयो हजुर। त्यसको बारेमा भन्नु अब आइडेन्टिटी स्याउ भन्दाखेरि सर अब यो चाहिँ अहिले यो त हुन त युरोपमा त धेरै वर्ष अगाडि आएर छ सर नेपालमा यो मुस्ताङमा आएको त लगभग 7-8 वर्षभन्दा भएको छैन हजुर धेरै भयो पनि 10 वर्ष यो स्याउ चाहिँ के छ भन्दाखेरि हजुरको हाम्रो काश्मीरको पारम्परिक स्याउ लगाउनु पर्यो भने त्यो बोट चाहिँ हामीलाई फल दिनै 9-10 वर्ष लाग्ने सर ए जबकि 6 रोपनी जग्गामा यो हाइडेन्सिटी स्याउ लगाउनु पर्यो भने 1 रोपनीमा यसले चाहिँ यो जग्गा 120-30 वटा लगाउन पाइन्छ सर है भनेपछि 6 रोपनीमा त यसले 600 लगभग 700 देखि 800 को बीचमा लगाउन पाए सर ए भने पछाडि तपाईँले यो सम्पूर्ण जुन एक सिजनमा उत्पादन चाहिँ कति क्वान्टिटीमा गर्नुहुन्छ होइन त्यो मध्ये तपाईँको कुन ब्रान्डको स्याउ कति क्विन्टल उत्पादन हुन्छ र त्यसलाई मार्केटसम्म कसरी पुर्याउनुहुन्छ अथवा यहीँबाट बिक्री गर्नुहुन्छ हजुर अहिले चाहिँ मसँग हजुरलाई मैले अघि अवगत गराएँ हजुर यो मसँग जम्मा 2500-2600 बोटमा हजुर अहिले मेरो जति पनि हाइडेन्सिटी स्याउको बोटहरू छ सबै चाहिँ 1 वर्षदेखि 5 वर्ष लागेको छ सर हजुर यिनीहरूले फुल क्यापेसिटीमा स्याउ दिने भनेको 7 वर्षपछि हो मसँग यो 2100 वटा बोट त मसँग 1 वर्षदेखि 5 वर्ष पुग्ने बोटहरू छ सर अब यो हाम्रो पारम्परिक स्याउ चाहिँ मलाई फल दिने स्याउहरू चाहिँ अहिले मसँग करिब 200 बोट छ 300 बोटले चाहिँ यो 3-4 वर्षमा राम्रो उत्पादन दिन्छ सर अहिले हालमा सुरुवातमा चाहिँ यो वर्ष चाहिँ मैले सबै स्याउहरू इन्क्लुड गरेर लगभग 20 देखि मैले 30 लाखको बिचमा चाहिँ यो नेपाली रुपियाँ त्यति चाहिँ आउला भन्ने मैले अनुमान गरेको छु सर त्यो त अब भोलि यो स्याउमा गाह्रो पनि छ यसपालि माइट्स आयो धेरै अनि त्यसपछि अहिले लाइकिरा पनि देखा परेछ यिनीहरू सबैलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ सर अब 2 महिना छ स्याउलाई अब राम्रो क्वालिटीको बनाउनु पर्यो राम्रो क्वालिटीको बनाएपछि यहाँ चाहिँ पोखराबाट अरू किसानहरूको स्याउ चाहिँ पोखराबाट र यही स्थानीय गरेर 4-5 जना थोक व्यापारीहरू छन् सर त्यो थोक व्यापारीहरूले फारम देखाउने हो र उनीहरूले बोल्छ सर फारममा हचुवाको भरमा भनौँ न सर 2 जनाको अन्डरस्ट्यान्डिङमा यो यति किलो भन्ने हुँदैन यो फारमलाई यति पैसा दिन्छु भनेर उनीहरूले मोलमोलाई गरेर स्याउको किनबेच हुन्छ सर या अरू ठाउँमा चाहिँ मेरो हकमा चाहिँ सर दसैँमा या नेपाली हाम्रो दाजुभाइ दिदीबहिनी थुप्रैजना मुक्तिनाथ भ्रमणमा आउनुहुन्छ र यही ठाउँमा चाहिँ उहाँहरूको गाडी रोक्नु भयो र बगैँचामा प्लास्टिक लिएर टिप्न जानुहुन्छ र मेरो स्याउ त यहीँ बिक्री हुन्छ सर ए तपाईँलाई मार्केटको लागि चाहिँ मलाई प्लस मेरो कोल्ड स्टोर पनि छ सर अनि मैले चाहिँ बाँकी रहेको स्याउ चाहिँ मैले कोल्ड स्टोरमा राख्छु र स्याउको जुस बनाउन र मैले यो स्याउको अर्को सिजन जस्तै स्याउ नपाउने सिजन वैशाख जेठमा चाहिँ मैले कोल्ड स्टोरबाट बिक्री गर्छु हजुर ए हुन्छ त्यसो भए हामी एकचोटि गार्डनतिरै गएर हजुर म हजुरलाई हाइडेन्सिटी ब्लक 1 मा म हजुरलाई लैजान्दैछु हजुर हुन्छ पाल्नुहोस् बाटो यताबाट छ हजुर सानो सानो बोटहरू हजुर लटरमा फलेको है यो सबै यो चाहिँ यही मात्र सर यो लेनमा मात्रै हजुर 300 बोट छ सर यो वरिपरि सबै गरेर यहाँ 550 अर्को ब्लक र अर्को ब्लक गरेर यही मात्रै यो हाइडेन्सिटी स्याउ मसँग 1500 बोट छ सर हजुर र यो स्याउ चाहिँ अहिले यो 4 इयर्सको सर है ए हजुर त्यो सबभन्दा मोटो चाहिँ 5 इयर्समा लाग्यो सर ए उताको त्यो चाहिँ 1.5 इयर्स यो 3 इयर्सको बोट हो अब योलाई चाहिँ सर के भन्छ भन्दाखेरि यो मुस्ताङमा यो हाइडेन्सिटी स्याउ लगाएकोमा 2 तरिकाले लगाएको छ सर कृषकहरूले मैले चाहिँ सिंगल स्प्यान्डल क्लमन सिस्टमबाट गरेको हो यो चाहिँ मेरो कन्सेप्ट चाहिँ के छ भन्दाखेरि सर यो बोटलाई मेरो चाहिँ अब 14 फिट पुऱ्याउँछु सर 14 फिट पुऱ्याएपछि यसको मोटाइ यसको आयु चाहिँ 35 वर्ष भनेको छ सर ए हजुर र हामीलाई 7 वर्षपछि यो एउटा बोटले 30-35 किलो फलाउन सकेन भने हामी कृषक घाटामा जान्छौँ सर किनभने यसमा धेरै मेहनत छ सर यो रोप्नु भन्दा पहिले सरहरूले देख्नु भएको छ यहाँ तार लगाएको छ सर यो फलामको बार लगाएको छ एक त यो बोट महँगो पनि हो सर अनि यो सबैमा खर्च धेरै छ त्यही भएर यो आफ्टर 7 इयर्स हामीले कम्तीमा पनि 30 किलो फलाउनु पर्छ सर यो यसको हाइट बढ्दै जाँदाखेरि यो वायर पनि थप्दै जानुपर्छ वायर चाहिँ लगभग अब यति नै हो सर अब यसलाई चाहिँ मोटाइ बनाउने यसलाई चाहिँ मैले 14 फिटमा लैजान्छु सर
हजुर र यो चाहिँ छ नि सर यो चाहिँ मैले कम्तीमा पनि 5-6 ठाउँमा बनाउनु पर्यो सर यो अग्लो भएपछि हजुर 1 2 3 4 5 6 7 बनाएपछि यो एउटा जुप्पाले 5 किलो फल्यो भने 7वटा जुप्पाले चाहिँ 35 किलो पुग्छ सर यो स्याउ चाहिँ किङ रट हजुर यो इटालीको स्याउ हजुर यो इटालीको स्याउ हो यो चाहिँ हजुर टेस्ट पनि एकदमै यो त हजुरको यो हाम्रो काठमाडौँको सुपर मार्केटमा भाटपटिनीमा जुन चाइनिज स्याउहरू छ नि सर किलोको 350-400 भन्छ नि त्यसमा त्यसको कम्पेयर गर्ने स्याउ हो अहिले यो साइज हेर्नु सर यसको यो अहिले साउनको आज 10 गते सर हजुर यो साइज छ यो स्याउ पाक्ने भनेको असोजको 15-20 मा हो सर सब अब स्याउको बढ्ने सिजन सुरु भयो यो असोज साउन र भदौमा स्याउ बढ्ने हो ठिक यसको डबल हुन्छ सर 3टा स्याउले 1 किलो पुग्छ तर मैले यो हाम्रो अरू जुनसुकै फलफुलहरू हुन्छ नि हजुर त्यो चाहिँ तपाईँको काँचो हुँदा चाहिँ कलर अर्कै पाकेपछि येल्लो डार्क रेड त्यस्तो हुने देख्छु होइन यो स्याउहरू चाहिँ अलरेडी यो चाहिँ सर अब यो किङ रड चाहिँ उसको गुन्नी हो सर ऊ पनि ठुलो हुन्छ उसको कलर यही हो सर पाकेपछि नि सेम यो चाहिँ यो फुजी यो चाहिँ जापानिज फुजी सर अब फुजी चाहिँ यो चाहिँ जापानिज फुजी हो यो पनि डबल ठुलो हुन्छ सर कलर चाहिँ यसको पिङ्क कलर होइन यसको रेडै हुन्छ सर हजुर र एउटा सरहरूले के बुझिदिनुहोस् भन्दाखेरि जति पनि पोथी जातको स्याउ छ सर पोथी जातको स्याउ चाहिँ लाम्चो हुन्छ है सर हजुर लाम्चो भएको चाहिँ सबै पोथी जातको स्याउ हो जुन चाहिँ गोलो भाले जातको स्याउ हुन्छ नि सर सबै गोलो टाइपको हुन्छ सर यो फुजी भनेको चाहिँ भाले जातको स्याउ हो यो गोलो छ सर यो भाले र पोथी छुट्याउने तरिका भनेको त्यही दाना नै हो अब 100% सर जति पनि स्याउ डल्लो हुन्छ गोलो हुन्छ सबै भाले हुन्छ सर बोटको आकार त्यो साइज हेरेर थाहा हुन्छ कि हुँदैन भाले र पोथी होइन अब हामीले त रोप्ने बित्तिकै फुजी भन्ने बित्तिकै भाले भन्ने हाम्रो कन्सेप्टमा आइसक्यो सर होइन जोना प्रिन्स भन्ने बित्तिकै भाले गोल्डन डेलिसियस भन्ने बित्तिकै भाले हुन्छ सर तर गोल्डन डेलिसियस चाहिँ गोलो चाहिँ लगभग गोलै हो सर गोल्डन डेलिसियस पनि तर लाम्चो चाहिँ हुँदैन पोथी जातको स्याउहरू चाहिँ प्रायः जस्तो डेलिसियस जातको स्याउ सबै लामो हुन्छ सर हामीले बगैँचामा रोप्दाखेरि सर 300वटा पोथी रोप्नु पर्यो भने 100वटा त भाले रोप्नै पर्छ सर किनभने पोलिनेसन भएन भने त स्याउै फल्दैन सर भनेपछि यसको एउटै बोटबाट त्यो ब्रिडिङ हुँदैन छुट्टै छुट्टै बोट चाहिन्छ है छुट्टै हुन्छ जस्तै अब यता हेर्नुहोस् सर मैले यो पोथी जातको यो भाले है हजुर यो भाले छ यो पोथी भयो सर है यो भाले छ सर यहाँ पोथी रोपिदिएको छु हजुर भोलि यो फुल छ सर यो फुल छ अनि पोलिनेसन हुन्छ सर हजुर पोलिनेसन हुन पाएन भने फल्दैन सर त्यो चाहिँ कसरी हुन्छ यो अब जस्तो पहाडी एरियामा चाहिँ मौरीद्वारा हुन्छ हैन हावाले हुन्छ कसरी यहाँ सबै यो हाम्रो वैशाखमा हो सर फुल्ने भिर मौरी आउँछ सर मौरी मात्रै 4-5 प्रजातिको मौरी आउँछ सर त्यो बेला हामी कहाँ धेरै हावा चल्छ हावाले पनि अनि पुतली हुन्छ सर हाम्रो यो स्याउहरू चाहिँ अहिले चाहिँ साउनको 10 भयो तपाईको असोजको स्ट्यान्डर्ड चाहिँ असोजको 20-25 मा सर है हजुर यो अहिले चाहिँ तपाईको खाँदाखेरि यसको टेस्ट कस्तो हुन्छ आउँदैन सर अहिले उसको अब स्याउको मेन डेभलप हुने सिजन नि हजुर साउनको 15 देखि भदौ महिनाभरि हो सर भदौ महिनामा चाहिँ उसको चाहिँ स्याउ ठुलो हुने जुन उसको साइज आउने हो सर अब भदौमा आउँछ सर मैले भने नि सर यो स्याउ चाहिँ 3 जनाले 1 किलो हुन्छ हजुर अनि तपाईको यो फार्म छ हैन हजुर यो फार्मको बीचमा अरु कुनै प्लान्टहरु अथवा तरकारीहरु केही लगाउन मिल्छ कि मिल्दैन यो वालामा चाहिँ त्यो अब लहरा नजाने सिमीहरु त रोप्न मिल्छ सर है अब तर भए पनि अब हामीले बीचमा कहिले हिँड्नु पर्यो कहिले न्युट्रिसनहरु दिनु पर्यो त्यो भएको भएर सकेसम्म नरोपेकै राम्रो सर हिँड्नु पर्यो उलाई जुन हामीले अब समर पुडिङ गर्नुपर्ने हुन्छ त्यो बेलामा हामीलाई डिस्टर्ब हुन्छ के सर त्यो रोप्दाखेरि त्यो भएर यो सकेसम्म नरोपेर मैले यहाँ प्लास्टिक दछाएको छु सर हजुर मैले यही सोध्न लागिरहेको थिएँ यो प्लास्टिक दछाउँदा के छ भन्दाखेरि सर मलाई फाइदा चाहिँ अब यतिमा मात्रै झार कोर्नु पर्यो भनेपछि त सर यो त अब यसमा त ढाक्नु भएन किनभने न्युट्रिसन त जरामा दिनु पर्यो त्यही भएर यो खाली राखेको हो सर यसमा चाहिँ त्यो झार आयो भनेपछि त सर कोर्नलाई मात्रै लेबर्सहरु चाहिँ हरेक 1 महिनामा एकचोटी कोर्दाखेरि लेबर्सलाई चार्ज मात्रै बढी खान्छ के सर अब सबै मेरो फार्म गरेर त एकचोटी झार कोर्नलाई मात्रै 30-40 हजार जान्छ है त्यही भएको भएर यो प्लास्टिक दछाएकोले चाहिँ हजुर मलाई त्योबाट सेभ हुने भएको भएर मैले प्लास्टिक दछाइदिएको धेरै राम्रो हजुर अनि मैले बोटहरुमा चाहिँ तपाईको सबै यो डाँठहरु चाहिँ चट्ट कैचीले काटे जस्तो देखेँ के यो चाहिँ के हजुर सर यो चाहिँ समर पुर्निङ भन्छ सर हजुर यो पहिले यसको चाहिँ मैले सबै समर पुर्निङ चाहिँ मैले अरूलाई गर्न दिएको छैन सर म आफैले रोपेको भएको भएर यो चाहिँ मेरो आफ्नो अन्डर मेरो
यो जुन मैले प्लानिङ गरेको सर त्यो अनुसार गरेको भएर मैले अरूलाई काट्न दिन्न म आफैले काटेको सर यो सबै अब यसमा चाहिँ के फाइदा छ भने चाहिँ समर पुनिङमा सर एक त यो लामो लामो यो एकदम अनावश्यक हाँगाहरू थियो सर होइन अब यो स्याउ चाहिँ अब यो फल ठुलो बनाउनु पर्यो यसमा घाम पनि लाग्नु पर्यो सर स्याउ ठुलो हुनलाई कलर राम्रो आउनलाई र नचाहिने जति हाँगा फालिदिएपछि त सर त्यो हाँगाले खाने जुन भिटामिन छ जुन हाँगाले खाने रिसोर्सेसहरू सबै छ फलले पाउने भयो सर एउटा पोइन्ट चाहिँ फल ठुलो हुने भयो घाम लाग्ने भयो सर होइन अहिले भर्खरै त्यो फल ठुलो हुनेर घाम लागेर स्ट्यान्डर्ड स्याउ बनेर फाइदा त हामीलाई छँदैछ सर दोस्रो फाइदा भनेको चाहिँ सर अर्को सालको लागि जुन यो अनावश्यक हाँगा फालिदिएपछि सर ल हेर्नुहोस् सर अब यो चाहिँ अर्को साल 100% फल्ने मुना बनायो सर यो चाहिँ अब 100% है सर जस्तै मैले यहाँ काटेछु नि यो सर यो पनि काट्दाखेरि एकदम हिसाब गरेर काट्नुपर्छ सर एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटामा काट्दैछ होइन सर अब यो चाहिँ अब यो अर्को सालमा यहाँ अब फल फल्ने उहरू मुना बनाउँछ सर यहाँ यसरी बनाउने हो सर फल बनाउनु पर्छ सर अनि तपाईँको यो काठमाडौँको बसाइ होइन हजुर त्यसपछि यहाँ आएर यो एग्रो फार्म चलाएर बस्दाको चाहिँ तपाईँको अनुभव चाहिँ के कति फरक पाउनु भएको छ तपाईँले स्वास्थ्यमा अरू सबै कुरामा के स्वास्थ्यमा त भन्दाखेरि त सर यहाँ अब बिहानदेखि बेलुकासम्म यो स्याउको बारेमा स्याहार सुसार गर्नु पर्यो सर बिहान आएर स्याउ बगैँचा सबै घुम्नु पर्यो त्यसले गर्दाखेरि अनि स्याउको बगैँचा अहिले म हजुरलाई देखाउँछु त्यहाँ त हामीले भेजिटेसनहरू धेरै उत्पादन गरेका छौँ हजुर तलको ब्लकमा त्यो गर्दाखेरि हाम्रो पुरा एक्सर्साइज हुन्छ सर अनि फ्रेस एयर छ अनि आफूले लगाएको सागसब्जीहरू खाँदाखेरि हेल्थको लागि चाहिँ प्रब्लम छैन सर हेल्थ चाहिँ काठमाडौँको बसाइ र यहाँको बसाइमा चाहिँ हेल्थमा चाहिँ कम्तीमा पनि काठमाडौँमा बस्दाखेरि 5 वर्ष आयु छोटो हुन्छ भने यहाँ आयो भनेपछि प्लस 5 वर्ष आयु चाहिँ बढ्यो सर मेरो श्रीमती पहिले कति बिरामी हुन्थिन् यहाँ आएर यो 3 वर्ष जति भयो उसको बसाइ हेल्दी फरक पर्यो हजुर बिरामी हुनै छोड्यो अब त्यत्रो यहाँको क्लाइमेटले होला सर त्यसपछि फेरि यहाँको हाम्रो जुन हामीले उत्पादन गर्ने सागसब्जीहरू छ सर जस्तै मैले हजुरलाई म अहिले देखाउँछु बोडी सर तपाईँहरूको यो थकाली खानामा प्रयोग हुने बोडी म आफैले तयार गरेको छु सर मलाई बोडी लगभग 3-4 मुरी मैले यसपालि बोडी तयार गर्छु त्यसपछि मकै सर मकै पनि मैले तयार गरेको छु अनि आलु पनि मैले तयार गरेको छु सर अहिले सब्जीहरू त हजुरलाई म अहिले देखाउँछु सबै मेरो यो मुस्ताङ इको हिल रिजोर्टमा जति पनि पाहुनाहरू आउनुहुन्छ सबै मेरो आफ्नो भ्याएसम्म मेरो आफ्नो प्रोडक्टले नै खुवाउने गर्छु र जति पनि मेरो गेस्टहरू आउनुहुन्छ उहाँहरू सबैले मिठो सिपाही नमिठो भन्नुभएको छैन सर यो ब्लक 1 मा मेरो सबै एरिया गरेर यहाँ चाहिँ मेरो करिब 600 जति बोर्ड होला सर अब हामी ब्लक 2 मा जाने सर ब्लक 2 भने तल जाने सर तल ब्लक 2 मा जाने हजुर बाटोमा पनि यति राम्रो गार्डन टाइपको बनाउनु भएर चाहिँ हजुर यो सबै यहाँको लोकल हिमाली फुलहरू हजुर यसमा हाम्रो लेखमा पाउने फुल पनि छ सर हजुर र हाम्रो अब अरू हिमाली फुल पनि छ लगभग तलबाट हाम्रो यो पोखरातिर हजुर म्याग्दीतिर हुने फुलहरू पनि लगाएको छ सर र यो चाहिँ हो सर यो चाहिँ हब हो यसको नाम मैले के भन्छ सर यो मसला यो युरोपतिर साह्रै चल्छ हजुर यो उसमा त्यो हामीले भिडियोहरुमा चाहिँ हजुर हजुर यो हब हो अब यति ठुलो भइसकेछ यो बास्ना पनि राम्रो आउँछ सर यो स्मेल पनि मज्जाको छ यो चाहिँ युरोपमा चाहिँ साह्रै यो डिसहरू बनाउँदाखेरि चलाउँछ सर हामीले चाहिँ यो चाहिँ सर रुगासुगा लाग्दाखेरि हजुर यो चाहिँ तातो पानी तताएर यो डुबाउँदाखेरि राम्रो स्मेलको चियाको स्मेल आउँछ सर हजुर अनि त्यो पिउँदाखेरि साह्रै फाइदा गर्छ सर सर स्मेलै राम्रो छ हजुर अनि यो चाहिँ हाम्रो लोकल पुदिना है सर अब हजुर छ नि यो चाहिँ इङ्ग्लिस नाम मलाई थाहा भएन सर हजुर यो चाहिँ पुदिना हजुर तर यो चाहिँ तपाईको अलिकति यो
तल्लो भागमा हुने भन्दा होइन हाम्रो पोखरा एरियातिर हुने भन्दा एकदम यो अलि स्ट्रङ हुन्छ सर। होइन यसको तपाईँको त्यो फुल फुलेको छ नि यो जुन हजुर यो प्लान्ट पनि अलिकति एकदम होइन यो राम्रोसँग अझै डेभलप भएको के हजुर होइन यो चाहिँ अझै 2 महिनामा यति डेभलप हुन्छ सर। हजुर र हाम्रो चाहिँ सरहरूले के बुझिदिनुहोस् भन्दाखेरि जुन यो म्याग्दीदेखि तल यो पोखरा बेल्ट तराई बेल्टहरूको माटो चाहिँ एकदम हजुर कमलो हुन्छ सर। ए जे रोप्दाखेरि पनि तुरुन्तै आउँछ क्या सर कमलो भएको भएर। यो हामी हिमाली क्षेत्रको चाहिँ गेडागुडी बोडीहरू मिठो हुने यो पुदिनाहरू मिठो हुने कडा माटो छ नि सर, हजुर ऊ निस्कनलाई पनि उसलाई स्ट्रगल गर्नुपर्छ कि सर, हजुर कडा माटो भएको भएर त्यही स्ट्रगल निस्केको भएर यहाँको टेस्टी हुने हो सर। हेर्नुहोस् त सर मिचेर गन्ध सुन्नुहोस् त मजाको रहेछ हजुर। अलिकति हाम्रो जे पनि हाम्रो अलिक कडै हुन्छ सर। यहाँ चाहिँ फेरि तपाईँको तल रुमहरू पनि रहेछ, यता भिल्ला टाइपको होइन टेन्ट हाउस जस्तो पनि रहेछ। यसलाई चाहिँ के कसरी छ यहाँ चाहिँ तपाईँको रुमहरू हजुर कतिवटा छ? यसमा चाहिँ सरहरूले अघि देख्नु भएको छ ठुलो बिल्डिङ हजुर जुन बस्नु भएको छ त्यो चाहिँ माथिको हजुर मैले यो पहिले त्यो चाहिँ पछि बनाएको बिल्डिङ हो सर। यो तल चाहिँ मैले सुरुमै बनाएको बिल्डिङ हो सर। हजुर यहाँ पनि तिनवटा जति चाहिँ एटेच बाथरुम छ सर होइन। यता अरू चाहिँ यो 2टा 4वटा माथि 3टा गरेर 7वटा चाहिँ टेन्टको रुम छ सर। अनि त्यहाँ चाहिँ 3वटा ठाउँमा चाहिँ त्यो पुरै नुहाउने ठाउँ हजुर चाहिँ त्यहाँ नुहाउने ठाउँ, अरू चाहिँ यो डोमेट्री बेड पनि राखेको छ सर होइन। र क्याटेगोरी छ सर पाहुनाहरूको इच्छा अनुसार। 2000 भन्दा मुनिको गेस्टहरूलाई चाहिँ र स्याउको बगैँचामा चाहिँ आनन्द मान्नु हुने हाम्रो गेस्टहरू हुनुहुन्छ भने यहाँ तल बस्नुहुन्छ सर। र अप टु 4000 भन्दा माथिको गेस्टहरू चाहिँ हुनुहुन्छ भन्नुभयो चाहिँ उहाँहरूलाई चाहिँ अलिक लग्जरी रुम चाहिँ पनि माथि। अनि मैले यहाँ देखेँ होइन सबैको यो डोरहरूमा चाहिँ नामहरू रहेछ कि मोन्सिन यो चाहिँ हजुर यो सबै यो फुजी यो ब्लकहरूमा चाहिँ सर सबैले यो ग्रानी स्मिथ यो फुजी भन्नेहरू चाहिँ स्याउको नाम दिएको सर है। यो चाहिँ यो मन्जिन भन्ने छ नि सर, यो मन्जिन चाहिँ यो ठाउँको नाम हो सर। त्यसरी ठाउँको नाम दिएर मैले गरेको छु सर। आउनुहोस् सर यो मेरो चाहिँ यस्तो छ सर। अनि तपाईँले यो सबै यो हुन्छ नि यो यसको डिजाइनहरू होइन हजुर यतापट्टि फार्मको यतापट्टि होटलको होइन हजुर सर त्यो सबै चाहिँ तपाईँले कन्सेप्ट चाहिँ कसरी डेभलप गर्नु आफैले? सबैमा आफै हो सर। यसमा म त्यो 16 वर्ष जापानमा बसेको थिएँ नि सर। र म काठमाडौँमा त्यसपछि अनि सिक्किममा पनि गएको थिएँ। अनि सबै थोरै जापानिज थोरै नेपालको थोरै सिक्किम थोरै थाइल्यान्डको भियतनामको सबै गरेर नक्सा कोर्ने मैनी हो सर। यो घरको हरेक एउटा कुनाको पनि सबै मेरो त्यो सोचेर मैले गरेको नक्सा हो सर यो चाहिँ हजुर। मेरो घरहरू चाहिँ लगभग अब साह्रै ठुलो भूकम्प आयो त भन्न सक्दैन होइन सर, तर सानोतिनो भूकम्पलाई चाहिँ प्रब्लम छैन सर यहाँ चाहिँ। त्यस्तो किसिमले मैले कन्स्ट्रक्सन गरेको छु सर हजुर। हुन्छ र सर यो चाहिँ नमस्ते मेरो धर्मपत्नी काठमाडौँ बसेर खुब बिरामी हुन्थ्यो, यहाँ आएपछि त मोटाइसिन् गाला पनि टुस परेछन्। म खुसी छु हजुर। अब यहाँ मैले कुखुरा पनि पालेको छु सर, कुखुरालाई चारा दिनु गएको रहेछ। अनि मलाई साह्रै मेरो दाहिने हात भएर काम ध्यान दिएको छ, म बडो खुसी छु सर। बुवाको यो मेहनतलाई चाहिँ काँध थाप्ने काम गर्नुभएको छ। खुसी हुनुहुन्छ तपाईँ यो काठमाडौँको त्यो हुन्छ नि एउटा लग्जरी लाइफ छोडेर त्यो हिमालको काखमा यो चिसो ठाउँमा होइन यहाँ दुःख गर्न जाम भनेर भन्नुभयो बुवाले। खुसी हुनुहुन्छ तपाईँ अहिले? खुसी छु। हावा सफा छ, पानी मिठो छ, माया पनि मिठो छ। माया पनि मिठो छ। अहिले बानी भइसक्यो। 6 वर्ष 3 वर्ष भयो तिमी आएको त। काठमाडौँ हुँदा अलिक मोटो घाटो हुनुहुन्थ्यो होला अझै? काठमाडौँमा फोक्से बिरामी भएको हरेक महिना बिरामी हुने। यहाँ त बिरामी शरीर सब हट्यो सर। ल पाल्नु सर। हुन्छ ल अहिले माथि भेटौँला है हजुरसँग। चाहिँ ब्लक बी हो सर। ए कुखुराहरू पनि सँगै हजुर ब्लक ऊ त्यहाँ कुखुरा राख्ने घर हो सर त्यो। र मैले यहाँ सिजनमा सर मेरो 50-60वटा जति मैले कुखुरा पाल्छु। र यो कुखुरा चाहिँ हाम्रो लोकल नेपाली दाजुभाइको हाम्रो दसैँमा आउनु हुँदाखेरि उहाँहरूले आफैले रोज्नुहुन्छ अनि उहाँहरूले चाहिँ अर्डर दिनुहुन्छ अनि उहाँहरूले काटेर खानु। यो भनेको यो मनसुनमा अनि समर टाइममा मात्रै हुन्छ होला होइन, जाडो महिना मात्रै? अब 12 महिना हिउँ पर्दा पनि कुखुरा यही हुन्छ सर है। हजुर हाम्रो यहाँ त हिउँ पर्दाखेरि 1-2 पर्ने बेलामा त 1.5 फुट 2 फुटसम्म पर्छ सर। ल पाल्नुहोस्। पुदिनाहरू कति राम्रो कि यत्रो यो हाइटको पुदिना मैले अहिलेसम्म देखेको थिइनँ। अझै वर्ष हजुर।
त्यत्रो मजाले यो ग्रो भएको पुदिना मैले देखेकै थिइनँ कि अनि पहिला ऊ त्यसो नि सर त्यो पनि खिचौँ है भेडा ए भेडा पनि छ सर 4 वटा छ सर यो चाहिँ अब हामी ब्लक बीमा हो सर ए यहाँ चाहिँ धेरै बोट त छैन यो चाहिँ 100 बोट हो हजुर र यहाँ पनि राम्रो फल फल्या छ यो पनि अघि हजुरलाई ब्लक A को जस्तै जापानिज फुजी र यो इटालियन किङ रोड छ सर हजुर र कुखुरा पालेछु सर यो कुखुराको खोर हो यहाँ सिजनमा मैले कुखुरा 50-60 जति पाल्छु हजुर र सर मैले उयो भेडा पनि पालेछु सर यो यता ल हेर्नुहोस् सर कुखुराहरू पनि मजाले हुर्किरहेको रहेछ हुर्किन्छ मेरो जुन यो फार्ममा घाँस छ नि सर हजुर यो घाँस युटिलाइजमा ल्याउनलाई चाहिँ मसँग यस्तै मसँग अहिले 4-5 वटा यो यिनीहरू चाहिँ मैले पालेको हुन्छु यो चाहिँ पोहोर साल मैले 4 सालदेखि पालेको हो सर यो 1 वर्ष पुग्यो सर यो बेडा यो भाले नै हो है यो भाले हो सर बोका हो बोका मजाको हजुर यो मेरो चाहिँ कन्सेप्ट चाहिँ एग्रो टुरिज्म भएको भएर सर 4-5 वटा भेडा होस् कुखुरा होस् दुने गाई पनि होस् त्यस्तो हिसाबले सबै कुरा समेटेर जाम भनेर त्यो कन्सेप्टले गरे हो सर त्यो भएर रमाइलो लाग्छ यिनीहरू देख्दाखेरि माया लाग्छ सर यो कुखुराहरूले चाहिँ यो स्याउको पात यो दानाहरू खाइदिँदैन खाँदैन सर यो जुन यो हाम्रो यो स्याउमा चाहिँ हाम्रो एउटा टेक्निक के हुन्छ सर यस्तो घुँडा छ नि हजुर यो घुँडाभन्दा माथि देखिराख्न मिल्ने हो सर होइन यहाँ चाहिँ कुखुरा भएको भएर अझै माथि राखिदिएछु सर यो भनेपछि यहाँ कुखुराले भेट्दैन सर यसले कुखुराले भेट्दैन हजुर एकै ठाउँमा यो प्लान्ट र कुखुरा चाहिँ राम्रोसँग हुर्किँदो रहेछ राम्रोसँग हुर्किने र उसले यसरी जमिन यही जमिन उसले खोस्रेर यही उसले दिशा गर्दाखेरि चाहिँ यो स्याउको प्लान्टहरूलाई चाहिँ भयङ्कर न्युट्रिसन प्राप्त हुने सर राम्रो छ यो यसमा चाहिँ हजुर अझ यो हेर्नुहोस् सर यो पत्ता छ नि सर हामीले स्याउको हेर्दाखेरि यति ठुलो पत्ता यो ग्रिन छ भने चाहिँ एकदम हेल्थी हो हजुर ठुल्ठुलो एकदम हेल्थी हजुर यहाँ कुनै रोगहरू छैन यो बगैँचामा सर यो अलिक फरक ठाउँमा यो गार्डन यो फार्म भन्दा बाहिर हो भने त स्याउ हो भनेर नचिनिने टाइपको हजुर 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 यो कुखुराको यो मलले गर्दाखेरि यो स्याउ चाहिँ यहाँ यो ब्लकमा चाहिँ स्याउ राम्रो भएको हजुर ए अनि तपाईँले यो यत्रो फार्म गर्नु भएको छ होइन हजुर यहाँ नजिकै खोला पनि रहेछ एकदम कञ्चन पानी बग्ने 12 मास आउँछ होला है आउँछ हजुर यो 12 मासै हजुर यो माछा पालनको पनि राम्रो सम्भावना देखेँ मैले माछा चाहिँ यस्तो छ सर अब यो बनाए त गरे त हुन्छ सर ट्राउटको हजुर र जुन अहिले यो जेठको अन्तिमदेखि मङ्सिरसम्म चाहिँ हजुर यो खोला ठुलै आउँछ सर त्यसपछि कहिले कहिले हिउँ परेन भने त यो खोला त त्यसपछि 3-4 महिना त सानो त्यो पनि सुक्दैछ कहिले कहिले त सुक्छ सर 12 महिना एभाइलेबल चाहिँ हुँदैन सानो मात्र आउने हो र यो बर्खामा मात्रै यो 3-4 महिनाको लागि चाहिँ त पानी प्रशस्त आउँछ हजुर हामी यो काश्मिरी स्याउ र मेरो भेजिटेसनहरू चाहिँ मैले उमारेको छ सर म हजुरलाई योभन्दा अब छुट्टै वातावरणमा लैजान्छु हजुरहरूलाई सर यो चाहिँ अब यो ब्लक सी काश्मिरको स्याउ हजुर हामीले ट्रेडिसनल स्याउ भनौँ या अब यो चाहिँ काश्मिरी स्याउ भन्छ सर हामीले ठुल्ठुलो रहेछ ठुल्ठुलो सर अब यो मेरो बुवाले रोप्नु भएको मेरो बाउले कति वर्ष भयो यो मेरो बाउले रोपेको स्याउ त सर अब 36-37 वर्षमा लाग्छ सर यो ठुल्ठुलो बोटहरू 36-37 इयर्सको बोट हो हजुर यो एउटा बोटले सर अब अहिले यो काश्मिरी स्याउ चाहिँ 37-38 को बोटले चाहिँ सर कम्तीमा पनि 100 देखि 150 देखि 200 किलोसम्म यसले एउटाले बोटले दिन्छ सर एउटै बोटबाट यो चाहिँ अब स्याउ यसमा चाहिँ यो स्याउलाई पनि हामीले अब के अरे समर पुर्निङ गर्न सके झन् राम्रो र विन्टरमा त पुर्निङ गर्नै पर्यो यसलाई अब मलसल दिनै पर्छ सर हजुर अनि मसँग यता उ छ हजुर ग्रिन हाउस पनि छ सर यो चाहिँ जति पनि मेरो पाहुनाहरू आउनुहुन्छ उहाँहरूको लागि मैले अब सब्जीहरू तयार गरेको सर सिजनको लागि यो बन्दा छ यो रातो बन्दा हो सर यो चाहिँ यो लामो लामो मुला हुन्छ नि सर यो मुलाको सेक्सन भयो यो सबै सिमी हो सर यो चाहिँ प्याजको त्यहाँ छ सर यो चाहिँ छ्यापी भन्छ सर यो जिम्बु हो सर यो त लोकल जिम्बु हजुर अनि यता के छ यता ग्रिन हाउस भन्छ हजुर यो ग्रिन हाउसमा पाल्नुहोस् हजुर म देखाउँछु हजुर ग्रिन हाउसमा यो चाहिँ हाम्रो खानासँग खाने हरियो साग हो हजुर यो चाहिँ फर्सी सर यो फर्सी यो धनिया यो ब्रोकोली यो चाहिँ लेटस सर यता
यो चाहिँ ग्रिन हाउस हजुर ए हजुर हजुर यो ग्रिन हाउसमा चाहिँ यो हिउँदो छ नि सर हामी हिउँ पर्ने बेलामा यसलाई चाहिँ त्यो बेला हामीले चाहिँ तन्न रोपेर त्यो बेला चाहिँ पनि हामीले बन्दा अरू सब्जीहरू तयार बनाउन सक्छ हजुर र विशेष गरेर हामीले यहाँ चाहिँ बेर्ना तयार गर्छौँ हजुर तातो हावा यो भित्र त 37 के अरे 40 गर्छ सर मस्त घाम लागेको बेलामा साउनाको काम गर्छ सर त्यहाँभित्र गएर लुगासुगा खोलेर 1 घन्टा बस्नेपछि प्योर साउना काम गर्छ सर यो भित्र गएर यो पुरा घाम लागेको बेलामा यसमा चाहिँ बेर्नाहरू ग्रो गर्नुहुन्छ कि के सानो थोरै एरियामा बेर्ना तयार बनाउने सर बाँकी त अब सब्जी नै लगाउने हजुर हजुर यहाँ त छुट्टै इन्भाइरोमेन्ट है भित्र तातो हजुर 40 एकदम घाम चर्केको बेलामा त 43-44 डिग्रीसम्म पुग्छ हजुर है हजुर यो सेक्सनमा चाहिँ पुरै गोलभेडा हो हजुर यता हजुर पुरै टोमाटो अनि यो सबै यो स्याउ छ नि सर हजुर यो सबै यो चाहिँ अब यो स्याउ चाहिँ अब जस्तै के छ भन्दाखेरि सर अब यसलाई चाहिँ यो स्याउको चाहिँ समर प्रुनिङ चाहिँ गर्ने चाहिँ असोज साउनको हजुर लास्ट विकबाट हो सर समर प्रुनिङ गर्ने र जस्तै सरलाई म डेमोको लागि देखाउँछु सर हजुर हामीले अब यसको लागि चाहिँ प्रुनिङ गर्नु पर्यो भने जस्तै यो पोर्साल काटेछ हिउँदोमा काटेको होइन सर गर्नुपर्छ सर 1 2 3 यसरी समर प्रुनिङ गरेछ सर यसमा काटेछ नि 1 2 3 यसरी काट्यो भने चाहिँ के भन्छ भयो सर यसले चाहिँ यसमा चाहिँ यो फल्ने स्याउ बनाउने भयो क्या सर यो चाहिँ यसमा फल्छ है नयाँ हजुर हजुर नयाँ हामीले चाहिँ अब यो चाहिँ छुट्टै हो सर यो चाहिँ अलिक लामै काट्नुपर्छ कलिलो भएर यो चाहिँ तलैबाट गयो सर यहाँ चाहिँ यसलाई चाहिँ लामो राख्ने जुन यो स्टप काट्दिएछ नि सर हामीले विन्टरमा यसको चाहिँ हामीले 1 2 3 मा यो चाहिँ पिच हो सर आडु भन्छ नेपालीमा यो चाहिँ पिच चाहिँ अब लगभग 2 हप्तापछि तयार भइसक्यो सर अब अहिले खान मिल्छ सर हजुरलाई म एउटा राम्रो घाम लागेको ठाउँबाट हजुरलाई ल सर यो चाहिँ आडु हो हजुर अब खाना लागेको भइसकेछ तर खाना चाहिँ अझ 2 हप्ता कुर्नुपर्छ सर तर खान मिल्छ सर खानुहोस् त रातै भइसक्यो हजुर खानुहोस् त सर यो जुसलाई चाहिँ हैन खान मिल्छ सर डाइरेक्ट खानुहोस् केही हालेको छैन सर यसमा है रातो खानेर खानुहोस् सर है रातो खानुहोस् त खानुहोस् सर यो तलतिर पाइने भन्दा अलिकति डिफ्रेन्ट जुसी टाइपको अझै 2 हप्तापछि स्विटनेस आउँछ हजुर अलि स्विटनेस कम छ 2 हप्तापछि स्विटनेस आउँछ हजुर अझै पाक्ने बेला भएको छैन हजुर 2 हप्तापछि हजुर तर पाके एकदम मजाले पाके जस्तो तर यो कसैलाई चाहिँ यही टाइमको मिठो लाग्छ हजुर त्यो पाकिसकेपछि त फेरि अर्कै स्विटनेस चाहिँ बढी हुन्छ यो चाहिँ हामीले खानामा हरियो सब्जीको लागि पनि भयो सर अनि चाउचाउहरू पकाउँदाखेरि पनि यो साग चाहिँ यो मुस्ताङमा एकदम प्रचलित अरू ठाउँमा पाइँदैन सर यो स्विट चार्ज लोकल स्विट चार्ज हजुर एकदम राम्रो सब्जी हजुर यो चाहिँ मजाको हरियो सब्जी हजुर धाराहरू पनि अलिकति टिपिकल टाइपको बनाउनु भएर चाहिँ सबै ठाउँमा इरिगेसन सबै प्लानिङ गरेको छ सर यतातिर यो गाजर यो चाहिँ गाजर हजुर यो सबै गाजर त्यहाँ फर्सी छ हजुर यो सबै अब यो असोज कार्तिकको अब गेस्टहरूको लागि तयार गरेको कुलो बनाउनु भएर चाहिँ यो कुलो हजुर यो चाहिँ गभर्नमेन्टबाट सिँचाइको लागि मेरो खेतमा मात्रै नभएर हजुर यो एरियाको जति पनि खेतहरू छ यसमा लैजानलाई गभर्नमेन्टबाट यो गाउँपालिकाबाट आएको बजेटबाट बनेको कुलो हो हजुर यो स्याउहरू कति सानो झरेको यो पहिले झरेको यो ऊ भन्छ सर यो जुन ड्रप भन्छ यो भन्दा 1 महिना पहिले जुन स्याउलाई नचाहिने स्याउहरू चाहिँ ऊ आफैले थिनिङ फालिदिन्छ सर त्यही हो उसले खसालेको हजुर एकदमै यति यो बीचमा यति ठुल्ठुलो भइसकेको दानाहरू यो 1 महिना अगाडिको खसेको हजुर अब यो 1 महिना भित्र यति ठुलो भइसक्यो हजुर स्याउ यो सबै यो लामो सेतो मुला यति मोटो यति लामोसम्म हुन्छ सर यो मुलाहरू चाहिँ है यो असोज कार्तिकको लागि मैले तयार गरेको सर फर्सीहरू पनि मैले 40-50 वटा छ सर यो वरिपरि फर्सीको बोट यसपालि फर्सी सायद 120-130 वटा फर्सी तयार होला सर असोज कार्तिकमा हामी त एकदमै अचम्मित भयो कि माथि चाहिँ तपाईँको त्यो होटलहरूको त्यो त्यो कन्स्ट्रक्सन देख्दाखेरि अनि तल यो हाम्रो फार्ममा आउँदाखेरि त है हजुर कता छुट्टै दुनियाँमा छुट्टै संसारमा गयो जस्तो तपाईँको माथि बस्दाखेरिको त्यो एउटा फिलिङ्स र यहाँ गार्डनमा यो फार्ममा आउँदाखेरिको यो अनुभव अलिकति फरक के छुट्टै खालको त्यो अब माथिको चाहिँ अब उसमा टुरिज्ममा गयो सर हजुर यहाँ चाहिँ अब पुरा फार्मिङमा गयो टुरिज्म र फार्मिङ तर यसले चाहिँ आनन्द दिन्छ सर एकदम आनन्द दिन्छ सर एउटा हुन्छ एउटा इनर्जी दिन्छ सर यसले
अनि यो बन्दालाई चाहिँ यही तरिकाले यो हुन्छ नि एउटा यो चाहिँ अब त्यो किन अब यो स्पेस खाली स्पेसमा अब यो यसरी लाइन लाग्दाखेरि चाहिँ सर अब हामीलाई एउटा त मल दिन नि सजिलो भयो अनि हुर्काउन नि सजिलो हुन्छ क्या सर यस्तो तरिकाले गर्दाखेरि हजुर फेरि उसलाई त घाम पनि चाहियो सर स्याउको मुनि लगाउँदाखेरि त घाम पाउँदैन त्यही भएको भएर सनलाइटको पनि ख्याल गरेर बिचमा हजुर उहाँहरू चाहिँ काम गर्दै गर्नुभएको हजुर उहाँ चाहिँ यो चाहिँ मेरो आफ्नो इम्प्लोइ हो सर यो स्याउको बगैँचामा झारसार फाल्नलाई महिनाको मैले तलब दिएको हुन्छ र यता पालेर हेर्नुहोस् हजुर यो चाहिँ अस्ति भर्खरै माघमा लगाएको स्याउहरू हो यो स्याउ चाहिँ मैले यो नयाँ यो स्याउहरू चाहिँ हाइडेन्सिटी स्याउ नि हो सर नयाँ प्रजाति तर नयाँ प्रजातिको यसमा चाहिँ जेरोमाइन छ स्कारलेट छ अनि स्कारलेट त्यसपछि ह्याप्के भन्ने स्याउ छ यसमा कम्तीमा पनि 6-7 थरीको स्याउ छ सर यसमा हामीले एउटा त्यो फ्ल्याग देखिरहेको छ बिचमा हजुर त्यो चाहिँ अब ट्रेडिसनल सर मैले आफूलाई चाहिँ भोलि त्यो गरेर भगवान्लाई राम्रो होस् भनेर त्यस्तो किसिमको त्यो फ्ल्याग सुरुवात गर्दाखेरि हजुर नयाँ सुरुवात गर्दाखेरि यो चाहिँ चुकुन्दर हो सर यो है भोलि सिजनमा चुकुन्दर चाहिँ एकदम हेल्थी शरीरको लागि तपाईँको यो ठाउँमा बस्दाखेरि त हुन्छ नि एउटा भाइब्स यो नेचर मेडिटेसन भरे जस्तै हुन्छ सर गार्डन यो फार्म त्यही भएर यस्तो टाइपको नेचर यो त स्वर्ग दिमागमा टेन्सन भन्ने नै हुँदैन सर खाली हुन्छ फेरि यो त एक्लै म एक्लो छु नि सर हजुर त्यही भएर कोही कम्युनिकेसन गर्न जानु पर्यो गाउँमा जानु पर्यो भनेपछि आफू एक्लै हुँदाखेरि एक्लैमा चाहिँ एकदम हुँदो रहेछ कि सर यो दिमागै खाली हुन्छ यो नेचर हेरेर यो भएको भएर नयाँ सोच आउँछ सर राम्रो सोच नेगेटिभ भाइबै आउँदैन सर यहाँ तपाईँलाई चाहिँ हुन्छ नि हजुर बिचमा यत्रो यो स्वर्ग छोडेर यो 15-20-25 वर्ष यो बाहिर कता भौतारिए भनेर कहिले पछुतो हुँदैन होइन सर त्यही भौतारेकोले खारिएर चाहिँ यो तयार भएको छ है नभौतारेको भए त्यस्तो घर बन्ने थिएन सर धेरै मिस्टेक गरेँ नि सर त्यही मिस्टेकलाई चाहिँ नि मिस्टेकले गर्दाखेरि नि यो गर्न सम्भव भएको छ अहिले चाहिँ एकदमै फुल अफ सेटिस्फाइड अहिले त अब श्रीमती पनि सेटिस्फाइड छ नि सर अझै अहिले त मेरो यो त बिगिनिङ हो सर बिगिनिङ यो स्याउ चाहिँ बल्ल 6-7 महिना भयो रोपेको सर अबको 6-7 वर्षपछि मेरो स्याउ 25-2600 बोटले चाहिँ सर मेरो स्याउहरूले चाहिँ कम्तीमा पनि 70-80 टन जति तयार गर्न सक्यो भने त्यो बेला जन्मपट्टि एउटा खुसी हुनेछु र सरहरूलाई चाहिँ म एउटा रोचक जो आयो जतिजना पाउन आउनु भए पनि मैले एउटा रोचक कुरा गर्छु त्यो तपाईँलाई सुनाउँछु है सर हजुर जस्तै मेरो आफ्नो छोरा एउटा छोरी एउटा छ होइन सर आफ्नो छोरा र छोरी र यो मेरो फारमको यो स्याउ सबैले मैले आफ्नो छोराछोरी मान्छु सर हजुर अब हाम्रो वास्तविक त छोराछोरीले के गर्छ पढाइदिनु पर्यो पैसा खर्च गराइदियो सर अब होइन उनीहरूले भनेको किनिदिनु पर्यो दुनियाँ गरिदियो पैसा खर्च गरिदियो होइन सर पछि कति पैसा खर्च 15-20 वर्ष 22-25 वर्ष लगानी गरेपछि बल्ल उनीहरूले आफूले कमाउन खोज्छ होइन सर यो यहाँ लगाएको यो स्याउको बोट मेरो छोराछोरीहरूलाई त लगाएपछि 3-4 वर्षपछि त यिनीहरू फल्न थालेपछि त यो छोराछोरीले त मलाई त दिएको गर्छ सर मलाई लुगा थोत्रो लाउने मान्छेलाई नयाँ लुगा लगाइ भन्छ थोत्रो मोटरसाइकल चलाए राम्रो मोटरसाइकल चलाइ भन्छ सर हजुर यो छोराछोरीले त दिनै पर्यो सर मलाई त्यो भएर मलाई जति मेरो आफ्नो छोराछोरीलाई माया लाग्छ त्यत्तिकै यिनीहरूलाई पनि माया लाग्छ सर अझ धेरै स्याहार सुसार हैन गर्नु पर्यो गर्नुपर्छ सर त्यो नगरिकन त यस्तो फल फल्दैन सर एक्लै बसेछु अब काम पर्यो बेला सोसियल कामहरू पर्यो भने गाउँमा गएर गर्ने हो सर हैन मिटिङहरू पर्यो भने गाउँमा जाने हो न त हजुरहरू पाल्नु बाबालाई हजुरसँग कुरा गर्ने हो अरू बेलामा त एक्लै छु सर तपाईलाई एउटा अलिकति रोचक कुरा सुनाम हिजो आउने बेलामा चाहिँ अस्ति तपाईसँग त्यो इन्फर्मल कुरा चाहिँ भयो माथि हैन हजुर अनि त्यसपछि चाहिँ अब हामी हिजो झरेपछि अब बुवाको होटल पत्ता लगाउन चाहिँ अलिकति समस्या होला जस्तो भयो हैन हजुर त्यसपछि हामीले के गर्यौं भने अब नामै थाहा थिएन तपाईको नाम यादै गरिएन के हजुर हजुर अनि अरू त्यहाँ अब कन्ट्याक्ट गर्ने माध्यम पनि फोन नलाग्ने कुरा भयो त्यसपछि तल झरेपछि हामीले एउटा फुटेज भिडियो खिच्थ्यौं नि हजुर सर त्यो फुटेजबाट तपाईको त्यो फोटो निकालेर अनि हामीले देखाउन थाल्यौं के गाउँमा हजुर अनि एउटा सानो स्कुलमा पढ्ने बाबुले चाहिँ तपाईलाई चिने रहेछ हजुर हजुर हैन अनि त्यो बाबुले तपाईको होटल चाहिँ एउटा पुल पारी एउटा डाँडा पारी अर्को एउटा सानो होटल छ त्यो होटल भन्दा अगाडिको ठुलो होटल हो भनेर भने हैन हजुर अब त्यो अलिकति हामीलाई डाउट लाग्यो सानो थियो बच्चा हैन हजुर हजुर नाम सोधेकोले जानेन नाम तपाईको अनुहार देखाएपछि चिने के त्यसपछि अर्को एकजना बुवा भेट्नु बाटोमा उहाँलाई सोधेको ठ्याक्क उहाँले पनि त्यही कुरा गर्नुभयो त्यसपछि हामी त्यो पुल तरेर हिँड्दै त्यसरी पत्ता लगायो के रमाइलो समयको परेछ हजुर हेर्नुहोस् मेरो आफ्नो इम्प्लोइले उहाँ
आफ्नो बच्चा बच्चालाई राखेर त्यो नानी चाहिँ हजुर सरहरूलाई छक्कै पर्नु होला। यो नानीहरूको ग्रुपहरू चाहिँ उसको गाउँ चाहिँ रोल्पा हो सर। रोल्पाबाट यहाँ इम्प्लोय गर्न आएको छ सर। यो टुक्चे गाउँमा यो मेरो गाउँमा मात्र सिङ्गल रोल्पालीको घर 80 घर होला सर है। यति घर होला 80 घरमा लोग्ने स्वास्नी गर्दाखेरि रोल्पालीको सङ्ख्या 700-800 जना छन् यहाँ है। हजुर सबै यही हामीले यो सबैलाई टुक्चे गाउँले चाहिँ उनीहरूलाई काम दिइरहेछ। तपाईँहरू यो द्वन्द्वकालमा कहाँ हुनुहुन्थ्यो तपाईँ? द्वन्द्वकालमा त यतै थिए सर। माओवादीहरूलाई भात खुवायो कि? त्यो बेला त मुस्ताङमा त माओवादी थिएन सर। हुँदैन नि मुस्ताङमा त माओवादी नै हुँदैन त्यो बेला। मुस्ताङमा त नेपालमा भोलि अब 3-4 वर्षको उसमा गन्जागोल भए पनि सर संसारभरि यो थर्ड वर्ल्ड वार भए पनि यो मुस्ताङ जस्तो जिल्लामा त खास असर चाहिँ पर्दैन सर। त्यही त तपाईँको यो खासमा टुरिज्मको लागि अफ सिजन हुने ठाउँ नै होइन कि यति बाटोले गर्दा एक डेढ महिना होइन हो नि सर। तपाईँको अहिले समर ट्राभलिङको एकदम ट्रेन्ड छ कि यो मनसुनको टाइममा होइन यति बाटो अलिकति राम्रो भइदिने भने बाटो राम्रो हुने बात त 12 month नै यो त हाम्रो 12 month नै हुन्छ। कति आनन्द छ त सर अहिले। त्यही त नि हेर्नुहोस् त सर। अब हामीले अहिलेसम्म म जहिले पनि यो विन्टरमै आइरहेको होइन समरमा अहिले चाहिँ रिस्क लिएरै जाऊँ न भनेर आइयो होइन यस्तो आनन्द कि यो नेचर नै फरक। अब हजुरको जस्तै 2 घन्टा पर जानु हुने बित्तिकै हप्प गर्मी भएर कटुलाएर हिँड्नुपर्छ सर। यहाँ हेर्नुहोस् आनन्दको हावापानी छ। हाम्रो यहाँ त यो भन्दा गर्मी त हुँदैन सर। मच्छरै आउँदैन यहाँ। वैंशका दिनहरूमा सिनानो नदीले काली गण्डकीको याद दिलाइरह्यो। माउन्ट फुजीले नीलगिरी र धौलागिरीको न्यास्रो लगाइरह्यो। बोक्सी खोला र टुकुचे खोलामा बितेको बाल्यकाल सपनामा आइरह्यो। अनि यो हिउँचरी सुदूर समुद्रबाट अन्धगल्छीको खोज छिचोलेर बेग हान्दै फेरि लोभेगतिरै बास बस्न आइपुग्यो।